नमस्ते सबैजनालाई क्षितिज ब्लगमा स्वागत छ है। आज म चाहिँ यसो बाहिरतिर निक्लेको छु अनि म र मेरो साथी अब टाइमभरि सब खाइदिएर चोर गदावले खाइदिएर अब घुम्ने हिँड्ने बनाउने त्यही छ काम। अब के गर्नु त, अब गाडी भन्ने हो भने मान्छेभन्दा गाडी धेरै छ यो ठाउँमा। के गाडी हो यार यस्तो यार। तपाईँले फेरि कसलाई फोन गरिरहनु भएको क्या यार? ए त्यस्तै छ यो। ऊ त आज मार्केट गएको त्यहाँ 5 दिनहरूभन्दा कम हालेपछि पैसा यार लाँदो रहेछ यार। त्यहाँ कुनै ठाउँमा त यार त्यो भिडियो गर्न पनि दिने रहन्छ। के हो यो भवन हो? इन्डियन स्कुल। ए इन्डियन स्कुल यस्तो पनि रहेछ यार यहाँ त यार। यो सारा कुबीहरू मिस्त्री मासलेहरू मात्रै बसिरहेको छ, मिस्त्रीहरू मात्रै बसिरहेको छ। घाम अहिले त खासै त्यति छैन, तर घाम यहाँ यस्तो हुन्छ नि पुरै छाड्ने यस्तो घाम हुन्छ। घाम बेला त यसरी बाहिर उभिएर उ गर्न कहाँ सकिन्छ र, बहुत उ हुन्छ। कचडा छ कचडा, यस्तो कचडा, यस्तो कचडा ठाउँ छ नि है। के हो यस्तो कचडा? मैले यस्तो कचडा अहिलेसम्म देखेको थिएन। कुनै ठाउँमा त यार हाम्रो नेपालभन्दा नि कचडा ठाउँ छ नि हेर्दा नि। नेपालकै याद झल, नेपालकै याद दिलाइदियो यार। बर्खामा हुन्छ हाम्रो गाउँघरतिर त्यस्तै। यो सब फेरि हमुमको पानी हो फेरि। आरामसे होला न कहाँबाट जाने? अब दुइटा गाडी बिचमा यो उता जामा हिलो छ, जामा हिलो छ अनि हिलो त जाम हिलै हिलै छ। अच्छा साई के साह्रो हिलो हो यस्तो। यस्तो फोहोर ठाउँ हुने हो नि त। बिस्तारै जा बिस्तारै जा, भेट्लास् फेरि खुब फोहोर आलास फेरि। अरू आउँदैन ठोक्ने, अरू आउँदैन ठोक्ने, नेपालीबाट चाक ठोक्ने। के त बोलादार किन बोल्नुहुन्न क्या? के हो त बोलादार किन बोल्नुहुन्न क्या? यो भन्न व्यस्त छु। यो फोहोर देखेर तपाईँलाई के लाग्छ? यो फोहोर योभन्दा नि हाम्रो नेपालभन्दा नि फोहोर तर यहाँ धेरै हुनेछ नि। यो विदेश भन्नु मात्र विकसित भन्नु, खै विकसित नै छैन नि। कुनै ठाउँ त खतम रहेछ। मेन सिटीमा त सिटीमा त नेपालमा पनि त हुन्छ सफा हेर हो कि नै? पोखरा हेर्न कति अनि सफा छ, धरान हेर अझ बालिन साले झन् क्या बना काठमाडौँ यार। बालिन सावनीको फुली सपोर्ट हो क्या यस्तो धुलो धुलो। कुनै ठाउँमा त राम्रोसँग जा नहानेस् फेरि अन्त हान्छौँ भने पैसा त के तिर्छ तले कुकुर मरे त मार्ने होला मारे पनि। अनि मर्न पाए पनि नेपालको भूमिमा मर्न पाऊँ क्या। यहाँ त के कुकुर मऱ्यो नि, यहाँ त मऱ्यो पनि नेपालको भूमिमा मर्न पाइयोस् यार। त्यही नै गर्व लाग्छ मलाई यार। अरू यस्तै हो नि। तर जसले जेर्ने तपाईँले केटी चाहिँ फिरा बनाउनु झ्यार्ने केटी चाहिँ मैले मैले मान्छु कि केटी पटाउनमा चाहिँ मैले मान्छु कि यार। विवशहरूलाई केटी भनेको खतरा हो कि पटाइदिने यार। जस्तो नि मै भने केटी नि आएको बोली पुरै फिदा हो क्या। केटी चाहिएछ भने हाम्रो विभाजीलाई सम्पर्क गर्नु होला, केटी चाहिएछ भने।
जस्तो मै भन्ने केटी नि यहाँलाई भेट्न कल हुनु पऱ्यो ढल्ने हो कि पुरै त्यस्तो अब यिनीलाई उ गर्ने भने त फेरि मार्छ होला नि यिनीलाई भिडियो गराउनु नि खास होइन जग्गालाई फेरि मासला गएर यस्तो कारमा चढ्ने पहिला होला यार यो हरेक कार छ नि तल त्यो कारमा चढ्ने पहिला होला यार के गर्ने मासु सोध्ने कहाँ हो त मासु यार अगाडि त्यहाँ यहाँ पनि पाइन्छ क्या उहीँ जानु कि माछा हेर्ने कहाँ उहीँ माथि उमा उहीँ जानु त्यति टाढा जाने माथि यार मलाई फेरि यो हिँड्ने भन्दा झ्याउ लाग्छ यार हिँडेको पुरा लाइन छ त त्यहाँ त नेपाली यतिसम्म छैन माटो नि त्यहाँ लाइन लागेर खाने नेपाली अझै त्यस्तो भएन झुक्दैन कि नेपाली चाहिँ झुक्दैन राबदन छ खाना बाँडिरहेको छ क्या त्यहाँ बुस्टिङमा खान्छ जोला पनि पाइन्छ त्यहाँ पाइन्छ त लाइन लागेर त्यस्तो लाइन जान्न मेरो हामीलाई त्यस्तो लाग्दैन त्यस्तो खानु मन लाग्दैन बस नेपाली दाइले चलाउनुहुन्छ बस नेपाली त यहाँ त बसला कमै छ खुसी लाग्छ भए यो ठाउँ पुऱ्याइदिनु पऱ्यो दाइ राम्रोसँग भन्ने हो भने तर मजासँग नै पुऱ्याइदिन्छ सोध्नु भयो यहाँको ऊ भइदियो अब सोध्नु पाउँथेन के गर्न पाउँथेन मलाई त्यस्तो लाग्दैन राम्रो छ बस त क्या दाइ हुन्छ यार यहाँको बस त यार बस गाइड यो होइन फेरि उता त्यो ठ्याक्कै उता देखाउनु लाग्यो फेरि ठ्याक्कै केटी पढ्थ्यो क्या त्यो केटी भएर फेरि उ गर्न मिल्दैन देखाउनु मिल्दैन नि त फेरि तैँले मलाई किन भिडियो गरिस् भनेर केस हालिदियो भने फेरि यहाँ गाह्रो हुन्छ क्या केस हालिदियो भने फेरि आफूलाई गर्न गाह्रो हुन्छ होइन मेन बाटो यो छ होइन यस्तै छ तर यहाँ पढाइ जस्तो फेरि जम्मै यार नेपालीले बस चलाउने क्या यार यो स्कुल बसहरू हुन्छ नि स्कुल बसहरू सिटी बस जाने बस हुन्छ नि तिनी पुरा नेपालीले चलाउने कि नि राम्रो बस के नयाँ जस्तो होइन अस्ति घुम्न जानु लाग्थेँ अस्ति घुम्न गयो बेला ठ्याक्कै नेपाल त चिनी हालिदिन्छ त होइन मैले भने कि अनि के छ दाइ नेपाली हो भन्नु भनेको नेपाली हो भन्नु भन्यो अन्त चाहिँ म फेरि त्यहाँ घुम्ने मैले थाहा पाएको थिएन नि त कुन सिटीमा झर्ने हो भनेर त्यही भएर मलाई समुद्र जातिबाट समुद्र जाने जातिहरू नजिक पर्छ मलाई त्यति गरिदिनुहोस् भनेर भन्थेँ त्यही भएर गाइस बस कहाँबाट छिर्ने कहाँबाट जाने हिँडबाट जाने हो गाडी त पुरै लाइन छ त के गरेर जाने हो त्यहाँ रोक्छ कि नै है रोक्दा रोकेको छ र फेरि गाइस बुझ्छ क्या नेपाली बुझ्छ नि त बुझ्छ नि त खुसी लाग्छ यस्तो